यस्तो बस्दा सिम्सनलाई यहाँ म मुतेर आउँछु यार लास्ट भयो नाति छोड छोड कहाँ छोडिन्छ होइन तेरो मेरो नखोल्दा नि फेरि बिगाऱ्यो क्या यस्तो छ्याक्का निशानले मेरो मोबाइल हिल ढुलै ढुलो गरा भने दिने खोजे झन् छोइदिन्छ बल्ल गएर तल भर्खर गएर क्या छोड त एउटा हल्का धडक पारौँ भन यतै धडक पारौँ एउटा माइल भन्छ उतिहाल्छ नि माइल भन्छ माइल भन्छ घाँस झार धडक जानी भयो कि साँच्चै कमल भनेको बल आएको देखा त ओए दर्शकको भिड दर्शक छ अहिले त जति पनि छ दर्शक त यो टन्नै छ दर्शक त अझ यता छ कि यहाँ भन्दा न यता स्टलतिर छन् कि मान्छेहरू त्यो त अलि देखाउन मिलेन उता यो हाम्रो पसलतिर छन् कि भिडभाड अझै केटाहरूलाई हाल्यो के हो खेल केटाहरू छोड न बस बस त बस ज्ञानी छैन अघि बसेको थियो कि बसेको थियो त्यसलाई बोलाएर लिएर आएछ तिनीहरूलाई कहाँ कहाँ गएर गोर छिटो झन्डा समाएर भन्छ ओ हेलो मिस्टर दुईजना मिस्टर तिनीहरूलाई झन्डा समाउन पठाउ त दुइटैलाई छिटो के छिटो बल गयो भने म जान्छु बस्छ भाइ यता बस्छ तिमी बस्छ होइन
दुइटा आएन है झन्डासम्म लुहरू झन्डासम्म बाबु झन्डासम्म दुइटाले समान झन्डासम्म त दाजुभाइ के भएको नि दाजुभाइ शेर दाइ एकचोटि पनि बस्नु भएन फर्काइदिएन खालि रमेश दाइ तिमी उता जाऊ खेल्न मात्रै खोज्छ भन्न बल छोप्न उता जाऊ तिमी यता एउटा छोप्छ तँ फर्काएको समय थर्काएको होइन सम्झाएको हो कहाँ थर्काएको र थर्का भए त यहाँ रमाइलो हजुर पकौडा खाने पैसा गऱ्यो बल छोपेर भर्खर बल छोपेर आएको 35 रुपियाँको दिया भन्जा गोर्खा हो जा 35 रुपियाँ खाजा हो किन ए अल्बिन छ क्या बाइकिङ गर्नु अल्बिन बाइकिङ गरेर कसलाई खोइ कहाँ एउटा एक बल छोप 35 रुपियाँको त्यो म पनि जानुपर्छ कि होइन दादा जा त्यसलाई एकचोटि गएको त्यति भइदियो त कति खुसी खुसी भइ जानुहुन्थ्यो आजको लास्ट गेम हो यो पछि छ यो पछि देउराल डाँडा भर्सेस को खेल्छ है देउराल डाँडासँग को खेल्छ कुनै थाहा छैन है कति जिम्मेवारीको काम हुन्छ अब यहाँ 12 जना मान्छेलाई मैले खुसी गराउनु पर्यो अलि धेरै हुन्छ तिनीहरूलाई खुसी गराउनु पर्यो मैले गलगढ छाप चाहिँ अझै छ गलगढ छापको चाहिँ भोलि आउँछ खेल्न आज चाहिँ भाइहरूको इक्जाम छ अरे गलगढ छापको त्यही भएर आज आएन भोलि आउँछन् तिनीहरू यार मास्टर पो बस्न पर्छ त हजुर भर्खर बस्नुपर्छ के भन्ने स्टाफ हारे ल एकदम घम्सा घम्सा हुन्छ है सबजनाले लाइभ सेयर गरौँ तिमीले पनि फलो गरौँ माइकिङमा चाहिँ हाम्रो होनार खेलाडी अल्बिन राणाजी हुनुहुन्छ है बेस्ट लिफ्टर उहाँ पुगेर अलिक घामे सर्काएर चाहिँ माथि रमाइलो हुन्थ्यो हेर्न छैन जर्सी नम्बर पो हुन्छ मुखभन्दा अलि बाहिर हो क्या अब चाहिँ हाम्रो चाहिँ गण्डकी होइन के अरे स्याङ्जा जिल्ला खेलेको खेलाडी भर्सेस पाल्पा जिल्ला खेलेको खेलाडीको हुन्छ है जिल्ला भर्सेस जिल्ला हुन्छ है मामा यो चाहिँ भाइटल गेम हुन्छ है पाल्पा जिल्ला खेलेको खेलाडी छ नेताको हुँगीको टिममा भन्ने थानबाटामा चाहिँ स्याङ्जा जिल्ला खेलेको खेलाडीहरू हुन्छ है जुनियर प्रदेश खेलेको स्याङ्जा जिल्ला खेलेको हुनुहुन्छ है 9 नम्बर उसमा खानबाटको जुनियर टिमबाट प्रदेश खेलेको त
9 नम्बर जुनियर टिमबाट परदेश खेलेको यो त उसमा पनि खेलेको थिएन र उहाँ वालिङमा गलेकमा फाइनल फर्स्ट भएर हेर्न गएपछि मगर भवनमा उता कडा दुईटी कडा राम्रो प्लेसिङसँगै आफ्नो खातामा एक अङ्क थप्न सफल थानकाटा अङ्कको छ 2-1 आज एउटा आएर हुन्छ कि त्यो आइ गर्ने दावतीको मैले अनुसारका होगीलाई अङ्कको छ 2 बराबर राम्रो ब्लकिङसँगै आफ्नो खातामा एक अङ्क थप्न सफल होगी अङ्कको छ 3-2 त जानु त जाति त्यसलाई यताले आइज बस बस्नु बस्छ होइन त्यो छोडिदिएर हो कि झन् नजानेको पूर्ण फाइदा होगीलाई अङ्कको छ 4-2 पूर्ण फाइदा होगीलाई अङ्कको छ 5-2 सर्भिस आउट र फाइदा गर्यो थानकाटालाई अङ्कको छ 3-5 स्ट्राइक बल मेराभन्दा बाहिर र फाइदा गर्ने पुनः थानकाटालाई अङ्कको छ 4-5 होगीबाट फलको सङ्केत र फाइदा पनि पुनः थानकाटालाई अङ्कको छ 5 बराबर राम्रो स्ट्राइकसँगै आफ्नो खातामा एक अङ्क थप्न सफल होगी अङ्कको छ 6-5 पूर्ण फाइदा होगीलाई अङ्कको छ 7-5 सर्भिस बल जालीमा र फाइदा पनि थानकाटालाई अङ्कको छ 6-7 मैले फाइदा होगीलाई अङ्कको छ 8-6 सर्भिस बल मेराभन्दा बाहिर र फाइदा भने थानकाटालाई अङ्कको छ 7-8 राम्रो प्लेसिङसँगै आफ्नो खातामा एक अङ्क थप्न सफल होगी अङ्कको छ 9-7 स्ट्राइक बल मेराभन्दा बाहिर र फाइदा पनि पुनः होगीलाई अङ्कको छ 10-7 राम्रो स्ट्राइकसँगै आफ्नो खातामा एक अङ्क थप्न सफल थानकाटा अङ्कको छ 8-10 राम्रो
राम्रो स्ट्राइकसँगै आफ्नो खातामा 1 अङ्क थप्न सफल होगी अङ्क रहेको छ 11 खानबाट फलको सङ्केत र फाइदा बनेको र होगीलाई नै अङ्क रहेको छ 12 राम्रो टचआउट गरेर आफ्नो खातामा 1 अङ्क थप्न सफल खानबाट अङ्क रहेको छ 9-12 पेसिङ बल जालीमा र फाइदा हुने खानबाटलाई अङ्क रहेको छ 10-12 राम्रो स्ट्राइकसँगै आफ्नो खातामा 1 अङ्क थप्न सफल होगी अङ्क रहेको छ 13-10 खानबाट फलको सङ्केत र फाइदा बनेको र होगीलाई नै अङ्क रहेको छ 14 सिमसन राई तैँले बल रमेशले झै टिस्टर नखाले होइन रमेश लाग्यो यो दिनीहरूले गर्ने फाइदा खानबाटलाई अङ्क रहेको छ 11-14 अहिले पनि फाइदा होगीलाई नै अङ्क रहेको छ 15-11 त्यो उताको त्यो 3 नम्बर रहेछ खतरा भनेर आइ तिमीले फेरि सब ओपन स्पाइकर मात्रै बोकेर आएर राम्रो स्ट्राइकसँगै आफ्नो खातामा 1 अङ्क थप्न सफल होगी अङ्क रहेको छ 16-11 र यो पहिलो सेटको पहिलो टाइममा खानबाटबाट टाइमपछि खेल पुनः सञ्चालनमा राम्रो टचआउट गराउँदै आफ्नो खातामा पुनः 1 अङ्क थप्न सफल होगी अङ्क रहेको छ 17-11 राम्रो स्ट्राइकसँगै आफ्नो खातामा 1 अङ्क थप्न सफल खानबाट अङ्क रहेको छ 12-17 राम्रो टचआउट गराउँदै आफ्नो खातामा 1 अङ्क थप्न सफल होगी अङ्क रहेको छ 18-12 अहिले भने फाइदा खानबाटलाई अङ्क रहेको छ 13-18 तेह्र फाइदा होगीलाई नै अङ्क रहेको छ 19-13 जिम्मेवार र छिसका टिम क्याप्टेनले एकपटक यस स्टेजमा सम्पर्क राखिदिनु होला जिम्मेवार र छिसका टिम क्याप्टेनले
र फाइदा हुने हुँदिलाई अङ्क बवाल यार गर्यो गेम चाहिँ बवाल छ गेम बवाल छ सिङ्जेली साइलो इज वाचिङ वेलकम सिङ्जेली साइलोको मैले भने फाइदा खानपाटालाई अङ्क रहेको छ 14-20 कोर त राम्रो ब्याटसँग आफ्नो खातामा 1 अङ्क थप्न सफल हुँदी अङ्क रहेको छ 21-14 अहिले भने भएर खानपाटालाई अङ्क रहेको छ 15-21 जिम्मुवाका टिम क्याप्टेनले एकपटक स्टेटमा सम्पर्क राखिदिनु होला जिम्मुवाका टिम क्याप्टेनले र स्पाइक बल घेराभन्दा बाहिर भने हुँदिला अङ्क रहेको छ 22-15 सुनसन यता भन्दा यता बुझ्ने त यता ननेस त अहिले फेरि गइएला र फाइदा भने खानपाटालाई अङ्क रहेको छ 16-22 र अहिले भने फाइदा खानपाटालाई अङ्क रहेको छ 17-22 र फाइदा मोदीलाई अङ्क रहेको छ 23-17 र सर्भिस बल जालीमा र फाइदा भने मोदीलाई अङ्क रहेको छ 24-18 स्पाइक बल घेराभन्दा बाहिर र फाइदा हुने खानपाटालाई अङ्क रहेको छ 19-24 राम्रो स्पाइक बलले 19को विरुद्ध 25 अङ्क ल्याएर खोगीले पहिलो सेट आफ्नो हातमा पार्न सफल हुनुभएको छ क्विकरै ल्याएर हुन्छ अरू त क्विकर भयो ठान्डो रहेछ त्यसले नि बल्ल आयो बल्ल बल्ल
र दोस्रो सेटको पहिलो सर्भिसमा हुनुहुन्छ थानपाटाका खेलाडी अहिले थानबाट भर्सेस हुगीको चलिरह यो पछि चाहिँ खोइ के हुन्छ थाहा छैन पछि एकछिनपछि थाहा हुन्छ एउटा जा आफ्नो खातामा एक अङ्क थप्न सफल थानपाटा अङ्क रहेको छ 1-0 स्ट्राइक बल जालीमा र फाइदा गर्ने पुरा थानपाटालाई अङ्क रहेको छ 2-0 राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल होगी अङ्क रहेको छ 1-2 अर्को न्याह भन्छ त्यसलाई अर्को न्याह भन्छ राम्रो स्ट्राइक सँगै थानपाटाले देख्दैन है त्यसले? एक अङ्क थप्न सफल अङ्क रहेको छ 3-1 राम्रो टच आउट गराउँदै आफ्नो खातामा एक अङ्क थप्न सफल होगी अङ्क रहेको छ 2-3 र हाम्रो यसपछिको लगातार भनेको देउडाँडा भर्सेस कत्तिगाउँ हुने हुँदा दुवै टिमका खेलाडी साथीहरू तन्तहरूलाई यस्ता बसिदिनु होला यो पछिको चाहिँ देउराली डाँडा भर्सेस कट्टी गाउँ है राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल होगी अङ्क रहेको छ 3 बराबर यसले चित्तन ला भने राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल थानपाटा अङ्क रहेको छ 4-3 राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल होगी अङ्क रहेको छ 4 बराबर अहिले भने फाइदा थानपाटालाई अङ्क रहेको छ 5-4 राम्रो स्ट्राइक सँगै आफ्नो खातामा पुनः एक अङ्क थप्न सफल थानपाटा अङ्क रहेको छ 6-4 र सर्भिस बल जालीमा फाइदा हुने हुगीलाई अङ्क रहेको छ 5-6 राम्रो टच आउट गराउँदै आफ्नो खातामा एक अङ्क थप्न सफल थानपाटा अङ्क रहेको छ 7-5 स्ट्राइक बल जालीमा र फाइदा पनि हुगीलाई अङ्क रहेको छ 6-7 लाइभ में मुक्त गहा दलबार सारू मगर अब को अब मर मनिस हैन राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल थानपाटा अङ्क रहेको छ 8-6 दुईटै बल्ल आइस ल्याए त ती अड गरेछ न त्यत्रो माथि गइयो अर्को त टाढै गएको थियो गाडेन अर्को त उतै गएको थियो त होइन त ती अड हैन हैन त्यो पनि ती अड गएको बाटो अङ्क रहेको छ 7-8 सन्तोक
ल यहाँ कमेन्ट समेन्ट पढ त म नास्ता खाउँछु यार आउँछु यार आफ्नो खातामा एक अङ्क थप्न सफल थानपाटा अङ्करहेको छ 9-7 हेलो गाइस लाइभमा सन्तोष गैरी उपस्थित भइसक्नु भएको छ 12 जना लाइभ हेर्न को बाहुन हो बोल्नेहरु म सन्तोष गैरी भन्ने थाहा स्ट्राइक सङ्घ आफ्नो खातामा एक अङ्क थप्न सफल हुरी लाउन निमारे 8-9 मिठो गेम चल रहा है गाइस होगी वर्सेस थानपाटा राम्रो ब्याटिङ सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल हुरी अङ्क रहेको छ 9 बराबरै राम्रो प्लेसिङ सँगै आफ्नो हेलो बाहुनहरु हजुर दाइ हजुर के छ खबर थानपाटा किन देखाउने रहनुहरु कुरकुर गेम हेर्ने हो के अनुहार हेर्ने उनीहरू हेर्न मनमा जाने सर्च गर्ने गैरी किङ छ नाम स्ट्राइक बल जालीमा र फाइदा भने थानपाटालाई अङ्क रहेको छ 11-9 राम्रो टचआउट गराउँदै आफ्नो खातामा एक अङ्क थप्न सफल हुगी अङ्क रहेको छ 10-11 राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल थानपाटा अङ्क रहेको र फाइदा भने सिन्जली साइलो ल्याउनु भयो सही लाइभ हेर्न ल वेलकम छ है हजुरलाई पनि अङ्क रहेको छ 11-12 राम्रो ब्लकिङ सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल हुगी अङ्क रहेको छ 12 बराबर है गाइज दाइ यो मजाको टोरा अरे होइन यो गाउँ खर्क हो यो कहिले खेल भइरहेको चाहिँ 13-12 थानपाटा र होगीको है अहिले पनि फाइदा थानपाटालाई अङ्क रहेको छ 14-12 13 जना है लाइभमा स्ट्राइक बल जालीमा र फाइदा भने थानपाटालाई अङ्क रहेको छ 15-12 15-12 है गाइज अहिले पनि फाइदा हुगीलाई अङ्क रहेको छ 13-15 सन्तोष फाइनल भोलि हुन्छ अरे खै गाह्रै छ भोलि हुन त किनकि टिमहरू टाइममा आइदिए छैनन् सेकेन्ड राउन्ड भइ नै छ त्यो हुँदाखेरि भोलि छोडेर पर्सि होला दाइ दाङसियाको आएको छ कि नै भाइ अरे नै आज आएन दाङसिया भोलि होला भोलिको सम्भवतः आयो भने फर्स्ट गेम होला
राम्रो पकड गराउँदै आफ्नो खातामा पुनः एक अङ्क थप्न सफल ठन्टाटा अङ्क रहेको छ 17-13 फाइनल चाहिँ भोलि हुन गाह्रो छ है पर्सि होला अहिले भने फाइदा हुँगीलाई अङ्क रहेको छ 14-17 कुर्सी खाली रहेछ जान्छु भनेको यता खेती बस्नु जान छ अझ एउटा राम्रो स्ट्राइक सँगै आफ्नो कहाँको छ अहिले जरो टिमले सम्मान जरो त छन् धेरै छन् अब लाइभमा भन्न मिल्दैन अब अहिले खेलिरहेको पनि डरै छ दुईटै टिम थानबाट र होगी छ राम्रो स्ट्राइक सँगै कट्टी पनि छ खातामा एक अङ्क थप्न सफल अनि ठन्टाटा अङ्क रहेको खुसी डाँडा छ 18-15 दाङसिया छ सबै टिम राम्रै छ गलकोट छ पूर्ण फाइदा ठन्टाटालाई गुड जब राम्रो है राम्रो काम भोलि हेर्नु न भोलि चाहिँ क्वार्टर फाइनल भइन्छ होला राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल हुगी लिएर देऊ है स्याङ्जा भन्नुपर्छ है 77 जिल्लामा कति छन् कति गाउँ खर्कहरू स्याङ्जा जिल्ला गलङ नगरपालिका 9 हो 9 मा है यो सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल ठन्टाटा अङ्क रहेको छ 20-16 अहिले भने फाइदा हुगीलाई अङ्क रहेको छ 17-20 अङ्क रहेको छ है 17-20 हुगीले एक सेट आफ्नो हातमा पारिसकेको छ है सेकेन्ड राउन्डमा चाहिँ सेकेन्ड सेटमा चाहिँ लिड गरिराख्यो उसले राम्रो स्ट्राइक सँगै आफ्नो खातामा एक अङ्क थप्न सफल हुगी अङ्क रहेको छ 18-20 स्ट्राइकर गराउन बाहिर र फाइदा हुने पूर्ण हुगीलाई नै अङ्क रहेको छ 19-20 र दोस्रो सेटको पहिलो टाइमर ठन्टाटाबाट टाइम आउट भयो गाइज यसपछिको खेल चाहिँ कसँग अरे देउरा डाँडा होइन देउरा डाँडा कट्टे भन्नु बाबु जुन टिमले जित्न सक्छ लाइभ म्याच त भन्न मिल्दैन कि बाबु बुझिस् जसले नेरे हुन्छ राम्रो प्रेसिङसँगै आफ्नो खातामा एक अङ्क थप्न सफल ठन्टाटा अङ्क रहेको छ 21-19 र अहिले पनि फाइदा हुगीलाई अङ्क रहेको छ 18 जना पुग्नु भयो है लाइभ हेर्ने यसले चाहिँ कति होइन असिका राणा मगर वाचिङ ल राम्रो ब्रेकिङसँगै आफ्नो खातामा पुनः एक अङ्क थप्दै हुगी 21 भने ठन्टाटा 21 बराबर कैसे बराबर भयो गाइस सेकेन्ड सेट राम्रो स्ट्राइकसँगै ठन्टाटाले आफ्नो खातामा एक अङ्क थप्न सफल अङ्क रहेको छ 22-21 र हाम्रो यसपछिको लगतै खेल भनेको कत्तिगाउँ भर्सेस देउलडा बिजुली हुँदा दुवै टिमका खेलाडी साथीहरू शान्त अवस्था बसिदिनु होला फाइनल गऱ्यो भोलि भने हो कहिले थाहा
के भयो फेरि यसो सानो विवाद खेलाडी साथीहरू हप्ताको डिभिजनले अन्तिम डिभिजन हुनेछ र अङ्क थानपाटालाई अङ्क रहेको छ 23-21 यसो हेर्दा के भन्ने तिनजना कहाँ हो र एम्पायर र उसको मिलेन के लाइन्सम्यानले राइट दिइरह एम्पायरले आउट दियो अनि त्यसैमा विवाद भइरह है अब के निर्णय लिन्छ नि हेरौँ दिन्छ कि थानपाटातिर दिन्छ कि थानपाटा मेरो हस्तान्तरण गर तिमी पछाडि बस के होइन के म कुर्चिया बस्छु होइन कि सानो तिमी कहाँ बस्छ उठान होइन कि धान्दैन नमिल्ने कि सर कसरी पनि नमिल्ने बाटे बिरालो भयो तर यस्तो भाइटल भाग्यमा कस्तो गरेको त नि हेर्नु त पर्छ नि यार लाइन्सम्यानलाई हेर्नुपर्छ नि भनेको यसरी त विवाद हुन्छ नि भइहाल्छ नि स्काईको अधुरा हुँदै आएर फाइदा हुने हुँगीलाई अङ्क रहेको छ 22-23 बल्ल अङ्क रहेको छ 23 बराबर
आफ्नो खातामा एक अङ्क थप्न सफल फाँटबाट अङ्क रहेको छ 24 बराबर 40 बल गोराभन्दा बाहिर अङ्क रहेको छ हुगी 25 बने फाँटबाट 24 र हाम्रो यसपछि गएर बोल्नुभएको कतिका वर्सेस बेलरा बिजुने हुँदा दुवै टिमका खेलाडीहरू छिटोभन्दा छिटो तन्त्र व्यवस्था गरिदिने होला हाम्रो फाइदा फाँटबाटलाई अङ्क रहेको छ 25 बराबर कुनै जिल्लामा खेल्ने खेलाडीको पाल्पाबाट हो 9 नम्बर यताको यो 9 नम्बर स्याङ्जाबाट यो त पहिला खेल्ने त नै सजिलो पर्छ जिल्लाबाट के गरे जिल्लाबाट खेल्ने त 9 नम्बर उताको उताको 9 नम्बर आफ्नो खातामा एक अङ्क थप्न सफल फाँटबाट अङ्क रहेको छ 26 बराबर राम्रो स्पोर्ट्ससँगै आफ्नो खातामा एक अङ्क थप्न सफल फाँटबाट हुगी अङ्क रहेको छ 27-26 बबाल अरे हो र जिल्लामा सुने गइरे भनेको के हो गाइज भनेको टचआउट गराउँदै आफ्नो खातामा एक अङ्क थप्न सफल फाँटबाट अङ्क रहेको छ 27 बराबर त्यहाँको चेन्ज गरेको प्याट्टा हाने बल खाँदै हाने केटाहरूले आफ्नो खातामा एक अङ्क थप्न सफल हुगी अङ्क रहेको छ 28-27 कसले मिठो हाई गेम गाइज है कति भयो अरे 27 बराबर 28 बराबर है गाइज अब चेन्ज हो ओके बल त राइदियो त अनि अङ्क थप्न सफल हुगी अङ्क रहेको छ 29 बराबर दुइटै कडा खाँदा अनि के भन्न सक्यो त नि तिनीहरूले नरम राम्रो सर्भिससँगै हुगीले आफ्नो खातामा एक अङ्क थप्न सफल अङ्क रहेको छ 30-29 अनि फेरि बराबर भइहाल्यो कि अलिक ठुलो खेलाडी भनेको खेलाडी हुन्छ कि देखाउने कस्तो गर्छ अरूले राति चियाएर यहाँ मर्न सक्नु हुन्थ्यो राम्रो प्लेयरको चाहिँ हो क्या अलि खेलेको भने स्पाइक बल बालीमा फाइदा हुने फाँटबाटलाई अङ्क रहेको छ 30 बराबर रमाइलो भयो भन्छ त्यो 8 नम्बरले छिरो त्यसले हाने है फाइदा हुगीलाई अङ्क रहेको छ 31-30 अब गफियो अब 1-2 तिर हो क्या दादा बराबर 31 बराबर भयो नि 1-2 तिर जाने हो क्या 31 बराबर भयो अनि 30 हुगीबाट फलको सङ्केत
कति रिस उठेको कति रिस उठेको त्यो कहाँले उताको त अनि रिसिन्छ हो के म्याच बनेको अरे बवाल भन यता पुरा दलबहादुरले अनि त्यहाँ जानु कस्तो भाइटल चले अनि थानपाटाले आफ्नो खातामा एकअङ्क थप्न सक्छ अन्तर्गत छ 2-1 ए 2-1 मा पुरा यताको अगाडि गयो अन्तर्गत छ हाय रे ये पीड़ा भाई साहब 34 पुग्यो 33 पुग्यो अनि यो त 25 मै पुग्ने नम्बर चाहिँ 33 बराबर भयो है गाइजहरु 33 बराबर भयो नम्बर चाहिँ यहाँको स्कोरसँगै आफ्नो खातामा एकअङ्क थप्न सक्छ थानपाटा अन्तर्गत छ 3-2 34-33 भयो है नम्बर यहाँको स्कोरसँगै 34 बराबर भयो है केटा नम्बर 34 बराबर 34 बराबर केही भन्न सकिन्न खतरा नम्बर 34 बराबर भएको चाहिँ केही भन्न सकिन्न कसले बाजी मार्ला त अहिले आउने फाइदा थानपाटालाई होइन यो त फेरि पनि 25 मै मिल्छ अब घप्पिन्छ कि उताको ल ओए आउट विश्वास बल गिराउनु बाहिर अन्तर्गत छ 4 बराबर 35 बराबर भयो नम्बर 35 बराबर नाइट गेम हुन्छ क्या 36 पैँतिस भयो 36 पैँतिस गइरहेको म गएबाट गएको होइन बहिनी होइन जाउँ न अघि भ्याइदिन्छ एक साल कति बोल्दो रहेछ 36 बराबर भयो गाइजहरु नम्बर 36 बराबर जाउँ न अहिले लिन जानुपर्छ भ्याइदिएपछि जानु होला 37-36 भयो नम्बर गाइजहरु थानपाटालाई अन्तर्गत छ 6-5 ओए लास्टमा रिसिभ लाग्यो है यसै साथ थानपाटाले यो सेट हार्यो है थानपाटाले आफ्नो हातमा पार्न सक्ने अन्तर्गत छ र अब अब चाहिँ फाइनल सेट पनि घम्सा घम्सी हुन्छ है गाइजहरु र हाम्रो यो आइसी बनेको केन्द्रमा हुनुहुने जानकारी छ अरे त राइट बल्लै मजाले आउट दिए सुन त नि भाइ नत्र किन बनाउँथ्यो दलबहादुरले त भनिकाल्छ ल गाइज भाइटल गेम छ है कोही कहीँ नजाम है मिठो कति कति चिलिस छ खाना अब ह? फेरि दलबहादुरले फर्काइराख्नु आजक नो बडी सपोर्टर आजको सपोर्ट कसैलाई छैन है हामी त जसले जित्छ जित्छ कि हाम्रो सपोर्टै छैन कि कसैलाई हामी फेयर खेलाउने गाउँ खर्का भयो मोबाइल चोरी हुन्छ कि भन्ने त्यही भएर मैले आज किन्नु जाने यो कुरो पागल बल यता कसले मन ल्याएको नि त कस्तो अब हजुरको भ्याग्न नि खास त हामीले यहाँ नाइट गेम खेल्न नि बगान यस्तै यसलाई अलि उतालो राख त्यसले त मलाई पनि लाने भयो कि यसले त खाली चढेहा अर्थ नि कुची भाँचेला र स्पोन्सर नआउला कुर्ची भाँच्यो त्यो कुरो बनाउनु हुन्थ्यो म भाँच्छु भने रातिमा खेल्नु पर्ने नाइट गेम आइसक्यो अब यिनीहरूको पारिहाल्दैन
स्याहार्न सकियो त नि बिटा राखिरहेको अब हो भने गाह्रो गाह्रो छ हामीलाई अलिक झर्दिनु 3 नम्बर अगाडि लगाइदिए बडा किन हो अटन यसले र हो यसले चाहिँ 6-6 हान्नु रहेछ होइन 3 नम्बर र हाल्छ 9 नम्बर जिल्ला खेल्ने मान्छे त्यो त हो कि मैले माने कि होइन 6-6 त यिनीहरूले बढी हाने नि भन्ने कुरो हो आज अघि कस्तो हानी आज त्यसलाई ए दाइ कमेन्ट्री गर्ने म सध्य नै छु कि सबै नै बोलेको छु कि अब यता छेउछाउको मान्छे बोल्छ त म के गरौँ त नि र यो तेस्रो सेटको पहिलो सर्भिसमा हुनुहुन्छ थानपाटाका खेलाडी सँगै खाता खोल्न सफल थानपाटा अङ्क रहेको छ 1-0 खै मैले त्यति आएको नि बचाउन सक्दैन एउटा बल सक्ने छ क्या खैले यता राम्रो प्लेसिङसँगै खेल्ने पनि आफ्नो खाता खोल्न सफल अङ्क रहेको छ 1 बराबर त्यहाँ ध्यानै छैन बल अहिले भने फाइदा थानपाटालाई अङ्क रहेको छ 2 अहिले भने फाइदा हुगिलाई अङ्क रहेको छ 2 बराबर राम्रो स्ट्राइकसँगै आफ्नो खातामा 1 अङ्क थप्न सफल थानपाटा अङ्क रहेको छ 3-2 पूर्ण फाइदा थानपाटालाई अङ्क रहेको छ 4-2 निकै घम्सा घम्सी भइरहेको छ म्याच त के हो पूर्ण फाइदा थानपाटालाई अङ्क रहेको छ 5-2 तर यो तेस्रो सेटको पहिलो तान्दा भूमिबाट मिठो भन्ने पूर्ण फाइदा थानपाटालाई अङ्क रहेको छ 6-2 अहिले भने फाइदा हुगिलाई अङ्क रहेको छ 3-6 राम्रो ब्याटिङसँगै आफ्नो खातामा 1 अङ्क थप्न सफल हुगी अङ्क रहेको छ 4-6 फाइदा थानपाटालाई अङ्क रहेको छ 7-4 मोमिस बल ठोकन
थान्डाबाट फाइदा सङ्केत र फाइदा हुने हुँदीलाई अङ्क रहेको छ 5। अहिले पनि फाइदा थान्डाबाट अङ्क रहेको छ 8-5। उल्ट्यायो भने उल्ट्यायो भने अर्कै फर्काउनु पर्छ क्या राम्रो स्ट्राइकसँगै हुँदीले आफ्नो खातामा एक अङ्क थप्न सफल। अङ्क रहेको छ 6-8। अहिले पनि फाइदा थानबाटालाई अङ्क रहेको छ 9-6। यो अहिले झ्याइला जस्तो चाहियो अहिले भने फाइदा हुँदीलाई अङ्क रहेको छ 7-9। राम्रो प्लेसिङसँगै थानबाटाले आफ्नो खातामा एक अङ्क थप्न सफल। अङ्क रहेको छ 10-7। अहिले पनि फाइदा हुँदीलाई अङ्क रहेको छ 8-10। पुरो फाइदा हुँदीलाई अङ्क रहेको छ 9-10। र यसपछि हाम्रो लगातार भनेको कत्तिका वर्सेस डेल्टा एभरेजिङ दुवै टिमका खेलाडीहरू तन्त्र अवस्था बसिदिनु होला। अहिले भने फाइदा थानबाटालाई अङ्क रहेको छ 11-9। अहिले पनि फाइदा थानबाटालाई अङ्क रहेको छ 12-9। अहिले पनि फाइदा हुँदीलाई अङ्क रहेको छ 10-12। लौ अहिले पनि फाइदा थानबाटालाई अङ्क रहेको छ 13-10। अहिले पनि फाइदा हुँदीलाई 11-13। अहिले पनि फाइदा थानबाटालाई अङ्क रहेको छ 14-11। गाइयो क्या अब राम्रो ब्लकिङसँगै
त्यसैले पनि ल ल थानबाट विजय भएको छ है थानबाट विजय भएको छ अबको खेल भनेको देउराली डाँडा भर्सेस